मन के सर महके रेशम रेशम लागे रे। दिल चंपई चंपई बांधे सिंदूरी से धागे रे। सुनो कनमनी सुनो कनमनी शहनाई सी बाजे रे। सावली सावली तेरी आँख में बांधनी से ख्वाब रे। खनक खनक गई हंसी हंसी तेरी कनक कनक करा हुई अभी अभी। तांकड़े तक जनक तक दीम तिंकड़े तक जनक तक दीम तांकड़े तक जनक तक दीम किड़े तक जनक तक दीम। नीला पवन मुखम तेरे तेरी नद सदा गणम अवड़ तेरा पूरी नद। तांकड़े तक जनक तक दीम तिंकड़े तक जनक तक दीम तांकड़े तक जनक तक दीम किड़े तक जनक तक दीम। मन के सर महके रेशम रेशम लागे रे। दिल चंपई चंपई बांधे सिंदूरी से धागे रे। जान परे हुन्थ्यो
तिमीलाई छाडी कतै रोक्न पाए हुन्थ्यो समय यही कतै रात पछि फेरि रातै परे हुन्थ्यो बिहान उठी छुट्नु भन्दा छाती भित्र सासै रोकिए झैं लाग्छ तिमीसँग छुट्नु पर्दा आँसु नझरे हुन्थ्यो बिछोडको बेलामा पानी नपरे हुन्थ्यो तिम्रो याद आउने रातहरूमा कल्पना नै बेपना बनिदिए हुन्थ्यो पाउँथे तिमी सधैँ साथमा गलाभित्र सासै रोकिए झैं लाग्छ बिदाईको बेलामा सपना बनी तिमी यादमा नआउमा निदाएको बेलामा सपना बनी तिमी यादमा नआउमा निदाएको बेलामा ओठमा मेरो हाँसो खोज्न नआऊ आँसुले परेलीहरू भिजाएको बेलामा छातीभित्र सास रोकिए झैं लाग्छ बिदाईको बेलामा बिदाईको बेलामा बिदाईको बेलामा तिमीलाई छाडी कतै रोक्न पाए हुन्थ्यो समय यही कतै चिट्टा कुक्कड़ बने रहते काशनी दुपट्टे वाली मुंडा सदके रहते काशनी दुपट्टे वाली मुंडा सदके रहते सारी खेड लकीरां दी सारी खेड लकीरां दी गड्डी आई स्टेशन ते अख भिज गई वीरां दी गड्डी आई स्टेशन ते अख भिज गई वीरां दी
हथां च मेहंदी लग गई एक किस्मत वाली नूं हथां च मेहंदी लग गई एक किस्मत वाली हीरा लख सवा लख दा लख सवा लख दा मेहंदी है रचने वाली हाथों में गहरी लाली कह सखियां कलियां हाथों में खिलने वाली मेहंदी है रचने वाली हाथों में गहरी लाली कह सखियां अब कलियां हाथों में खिलने वाली है तेरे मन को जीवन को नई खुशियां मिलने वाली है सारी महफिल थी वो जान बनी है क्या कहना इसका अपनी मुफलिस पे दिल का अरमान बनी है उसके जैसी न कोई नाज़नीन शाही जोड़ा पहन के आए जो बंधन के वही तो मेरी स्वीकार है शर्माई से बगल में जो बैठी है दुल्हन के वही तो मेरी स्वीकार है
तिमीले सम्झाएको भएको
मन्त्र आफ्नो मन्त्र आफ्नो मन्त्र माया मायाको मन्त्र
लगन लागी रे तो से प्यार बलम केसरी तो से प्यार लगन लागी रे तो से लागी रे बलम केसरी तो से लागी रे बलम केसरी तो से प्यार लगन लागी रे तो से लागी रे बलम केसरी तो से लागी रे जी में से बसे जादू सा क्या कर दिया है मोगरे फूल सी मैं खिली लम्हा हर पल जुड़ा तुमसे ही रंगीनिया है सौंधी सी खुशबुएं महकी सी लगन लागी रे तो से लागी रे बलम केसरी तो से लागी रे जैसे जगी नैनों में नींद ना अभी तुमसे जो मिली उमंग अति जागी है साथ जो तेरा है सांवरे ढोला रे रण सवेरा है सांवरे ढोला
खट के बाहर क्या गए, तेरी कुड़माई के दिन आ गए। हाय बन्नो परदेसिया के देश के, चौबारे तुझको भा गए, तेरी कुड़माई के दिन आ गए। ले रहा सब लाए तेरी माई बाबुल का घर बार है, हो गेंदा गुलाबों से सजी डोली तेरी तैयार है। झूलों के मौसम वो तेरे, हमसे रोके भी रोके ना गए, तेरी कुड़माई के दिन आ गए, नी तेरी कुड़माई के दिन आ गए। सलमा से तारों वाली शगना दे शब आए रे, बन्नों से बनने के मिलने की जोरत लाए रे, शहनाइयों गूंजे सबके आंखें भर आए रे, शहनाइयों गूंजे सबके। म शब्द भए तिमी अर्थ बनिदेऊ, यो जिन्दगीको सहारा बनिदेऊ न। कमजोर हुँदा सामर्थ्य बनिदेऊ न, अँधेरीमा तिमी जुन बनिदेऊ न। तिम्रो मायाले डोर्याउन मलाई, तिम्रो छाया नै बनाउन मलाई। लैजाऊ न तिमीसँगै जहाँ तिमी र म, तिमी र म। पाना भए तिम्रो नाम भरिदेऊ, ओठमा हाँसो भरिने विचार बनिदेऊ न। गुनगुनाउँछु तिमी स्वर थपिदेऊ न, मन बहलाउने केही मन्त्र गरिदेऊ न। तिम्रो मायाले डोर्याउन मलाई, तिम्रो छाया नै बनाउन मलाई। लैजाऊ न तिमीसँगै जहाँ तिमी र म, तिमी र म। न मनको दूरीले, न समयको खेलले, न त दो बाटोले छुटाउन सकोस्, न झुटो संसारले, न जित न हारले, न कुनै शङ्काले नै टुटाउन सकोस्। म पछि पछि तिमी अघि अघि, तिम्रो कदममा चलेर जहाँ लग म त पछ्याइरहन्छु आँखा बन्द गरेर। तिम्रो मायाले डोर्याउन मलाई, तिम्रो छायाले बनाउन मलाई। लैजाऊ न तिमीसँगै जहाँ तिमी र म,
मलाई तिम्रो छाया नै बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म तिमी र म तिमी बिनाको जीवन त के बाँचेको हो र दिनहरू केवल काटेको सरह तिमी बिनाको खुसी त के खुसी होला र ओठमा छाएको मुस्कानको के अर्थ छुन त्यो तिम्रो ओठलाई ओठ यो पल्केको छातीमा राखे लुकाई तिमीले अरू त डर्केको बसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा बसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा म भमरा भए सोचु मेरो त स्वर्ग यही होला म भमरा भए सोचु मेरो त स्वर्ग यही होला बीते सारे मौसम बाबुल तेरे घर में अब चले पाओ मेरे पिया के शहर में बीते सारे मौसम बाबुल तेरे घर में अब चले पाओ मेरे पिया के शहर में तूने विदाइयाँ कैसे लिखी मर जानिया कैसे बताए रब्बा सही नहीं जानिया मधानिया हाय मेरे बाबला तेरिया मिठिया यादां मेरे पीछे पीछे आड़िया हाय मेरे बाबला मेरिया हुणे गुड्डिया कोल तेरे जानिया हो कुछ भी नहीं है तेरे कदमों से आगे कदमों से आगे कदमों से आगे तुझसे जो बांधे मैंने टूटेंगे न धागे टूटेंगे न धागे टूटेंगे न धागे हाथ मेरा थामा तूने
बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रै अंगालों में बास पाए यहाँ वहाँ बहुतारी बरफी पलू से जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि रात पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो हामी लग्ने मान्छे होइन सपोर्ट गर्ने मान्छे मिल्दैन होला हामी अर्को पसलतिर जान्छौँ जस्तो छ चिन्ता भन्दा है ठिक छ हजुर मैले त 100% बोनस 100% बोनस त त्यसमा प्लस हुनु पर्ने हो माइनस किन भयो त 50 मा त प्लसै भयो 50 मा त प्लसै भयो नि त अघि 50 को पछि तीनवटा किन भन्नुभयो 1000 तीनटा कुरा भइगयो फेरि राखेको छैन चेक चाहियो चेकमा ब्ल्याङ्क चेक एकचोटि 50 अर्कोचोटि 50,000 अर्कोचोटि के आउला हामी त त्यस्तो तीनटा कुरा त जान्दैनौँ हैन अब त्यहाँ त दुईटा कुरा भयो 50 त्यही भएर सिधा सिधा नेपाली युज गर्नु पर्ने कि हैन त्यहाँ जिस्केर मलाई थाहा छ हामीलाई पनि थाहा छ तपाईहरु जिस्किरहनु भएको छ हामीलाई पनि थाहा छ ल कति घट्नु पर्यो अब यो जुत्ताको मूल्य
साँच्चै हो होइन अब पढेकै होला सस्तो जुत्तामा लगाइदिनु हामीले अलि राम्रो लगाइदिन्छौँ पनि कि आफै फर्स्ट जुत्ता पनि होइन हेर्नु तपाईँले चाहिँ लगाइसकेको जुत्ताको उयो ल्याउनु डाइरेक्ट कुरा त्यो अनुसार तपाईँ लगाइसके सेकेन्ड ह्यान्डको लगाउँदै नलगाएको जुत्ता ल्याएपछि त तपाईँहरूले लाउनुहुन्न नि साइज पनि थाहा हुनु पर्यो भेडाको साइज थाहा नभइकन तपाईँ जुत्ताको बारेमा कसरी आउनु थाल्नु भयो नम्बर त थाहा होला त सोध्नुहोस् त गएर त्यो भएर ठिक छ ल 50 रुपियाँ खाँच्ची भएन कि बोनस पनि नलिने बढी पनि नलिने कुरो भयो त्यो दुई तिनवटा कुरा गरेर राम्रो हो न 50 भनेपछि ट्याक्क दिने कुरो मिल्यो डिमान्ड त हामीले पुरा गर्न खोजेको भर्खर त सुरु हुन्छ तपाईँ नभइकन हुनु भएन एउटा दुईवटा लेक्चर पनि दिनुभयो 50 मा डन भयो उहाँ भिडियो रेकर्ड छ सुरुमा कति बोलेको सोध्नुहोस् त 50,000 भन्यो अब 1000 त कुरै भएको छैन पछाडि 3टा जेरो भनेन 50 पछाडि 3 भन्छन् अघि 50 भन्छन् यहाँ अब 50,000 भन्छन् अब के कुरा पत्ता नि यहाँ चेन्ज भएको भइ छ कुरो मिल्यो किन भन्नुहोस् 50 एउटा 50 दिने 3टा 1000 जिरो भएको एउटा 1000 दिने हामीले जहाँबाटै डिमान्ड पुरा गरिरहेको छौँ होइन भनेर बोल्नु न पछि लाग्यो हामी छोप्दै छोप्दैनौँ त बोल्नु होइन नानी एउटा नोट भनेछु होइन नै त्यो झुक्किनु अहिले एकछिन पछाडि फेरि अर्को झुकिने हो कि त्यही पनि उहाँलाई 11 दिनुहोस् 11 कति हुन्छ सोध्नुहोस् ठिकै बताउनु भयो भने जति माने त्यति दिने अब एन्सर चाहिँ अनि एउटा पनि मगाइदियो कि 100 वाला कस्तो तपाईँले त मोबाइल छिराउँछ हजुरमा तपाईँको पाला कति दिनु भएको थियो अहिले 50 रुपियाँ मागे ठिकै हो हामीले त 100% डिस्काउन्ट माग्छौँ होइन अब तपाईँतिरको भेनाजु होइन खुसी साथ पठाउनु डिस्काउन्ट हामीले एक बार राम्रो यताको न उताको बिचको 10% डिस्काउन्ट हामीले कस्तो भइरहेको छ एकदम यस्तो भएको कुरो यिनीहरूले एउटा तपाईँले कुरो बुझ्नु 30 अनि 1000 निकाल्नु पैसा यहाँ
ल फाइनल भएन 30,000 कतिजना खै बार्गेनिङ गर्न आएको ममा पैसा दिनुभयो के छ त्यसो चिकन मोमो भिजा छ नि बोलाएर यसलाई खुसी गराएर चिकन मोमो खाइदिए हुन्छ कि लगेर पाउनु त आइसक्रिम पनि फेरि राम्रो फुपू दिएपछि पाइँदैन नि त्यो गर्न नि यति राम्रो भिनाजु दिएपछि नानी म जुत्तै दिनु मेरो छोरी गइन्छ र हामीले ल राम्ररी पालिदिनु पनि त्यसमा टेन्सन पनि लिनु भएन होइन फेरि यो संस्कृतिलाई पनि बचाउनु पर्यो होइन जबरजस्ती पैसै चाहियो भने चाहिँ फेरि अर्को किमी लान्छ फेरि हाम्रो खाली यिनी नानीले जुत्ता लुकाएको चिसो पनि पैसा दिने कि म एक्लै आफ्नो गाडी लाऊ के पैसा लान मलाई लाने कि होइन भन पैसा जुत्ता लियो पैसा लान आऊ के मेरो दिदीलाई दिनु भन आऊ नानी आऊ छिटो आऊ के पैसा लान सबभन्दा सानोले झुट बोल्दा ल कति भनेको नि आऊ त भन आऊ के छिटो आऊ के 10वटा नोट दिनु तिमीले लगाएको जुत्ता म तिमीसित कुरा गर्छु त्यही भएर कि त दिदीले जुत्ता लानु पर्थ्यो लाने बेला किन लगाएको त तिमीले जुत्ता दिदीलाई पठाउनु पर्थ्यो जुत्ता ल्याउन जुत्ता लाने आफू लाने अनि भाग्ने आफू के खानु मन लाग्यो त के खानु होला चाउमिन मोमो कि आइसक्रिम हो न यता हो के यहाँ खुसी हुन्छ नि इज्जत पनि रहेन यसरी त इज्जत त यत्रो साली हेर्नु न पहिला साली हेरेर आफ्नो खुसी दिनु के साला पनि हेरौँ साली त हेरिरहेको साली गर्नु पर्यो साली गर्नु म त भाइ आउँ त मलाई चप्पल छ किन चाहिन्छ र लगाइदिनु रमाइलो लागेको त्यस्तो बोल्ने होइन पाप लाग्छ हाम्रो मनले दिउँ अब गर्ने पनि होइन त्यस्तो त धेरै देखिन्छ यस्तो भयो भनेपछि सबैले एउटा भएपछि पुग्छ होइन यस्तो भयो के पुरुष सर सबैले एकवटा नोट भए पुग्ने भयो दुईवटा नोट त चाहियो र कमसेकम एक दिन गएर राम्ररी पेट भरि नाच्छ
नोट ओ फेरि त्यो अब तपाईँले यो सबै मलाई मात्र होइन। भन्नु त 1 2 4 5 6 7 9 जना छन् 10 11 12 हुनु पर्यो र 9 जना साल्यो अनि 9 जना साल्यो 9 जना हेर न त्यत्रो गराएको भएन भएन त्यो डबल गइरहेको 4 5 6 हैन गर्न दिनु न 9 10 12 18 20 21 25 डबलचोटी भइसक्यो 28 रहेछ यहाँ 28 चोटी त 28 त छदा पनि छैन यसको मतलब एमा 7 वटा 28 वटा हाम्रो डिमान्ड अरु त मेरो 7 वटा छ ल जे भयो तपाईँले भन्नु 7 हजार बाजी हानम हैन मिल्यो भने तपाईँले भनेको मूल्य 7 मिल्यो भने त्यसको इन्टु 2 गरेर दिन्छौँ हामीले इन्टु 3 गरेर दिन्छौँ त्यस्तो बेट खेल्दैन हामीले ल त्यस्तो ब्यान्ड गर्ने नेपालले ब्यान्ड गर्दै आयो ओके 1xp त कहाँ चल्छ त खप्दै रहेछ बारेन्जीले बान्ड गरिदिनु पुलिस नजिक छ पुलिस एक गल्ती तासै रहेछ भयो धेरै देखाउनु भएन त पैसा नदेखाउनु देखेरै यहाँ पैसा हात्ती देखाउनु न यहाँ अलगढी त्यही हात्ती हुन्छ नि गएर हुन्छ जुत्ता पछाडि तपाईको पनि बाइकमै तनी ठुलो मान्छे भन न प्रितम कलै खाइरहेको थियो कि गर्नु नि त म गर्नु नि यो त आजसम्म मैले नदिएको भइगयो यो त बेचक भइगयो यो एकदम सकिन्छ इज्जत छ हाम्रो त्यही इज्जत छ र त हामीले 750 जुत्ताको यत्रो मूल्य देखाउनु र कुरा त्यस्तो हो नि त्यसरी बुझौँ न नपुग्ने पैसा के लगेर के गर्ने हो र के नपुग्ने चाहिँ बाँड्नै नपुग्ने बाँड्न कतिजना एक नौवटा नोटसँग गर्नु नाति नि त्यो 9 जना 10 जना हुन्छ नि कमसेकम एक वटा पुऱ्याइदिनु फिजत भएन र यो सबै वरिपरि अनि उता छ त मेरो नानी त सानो छ त अनि खै यसको बहिनी अघि समातिर लाग्यो ल 5 त भने कहाँ 5 भयो यहाँ छ नि त यिनी कहाँ गए साली मात्रै गनौँ कि यस्तो त्यो यो पोते सोते लगाएको मङ्गलसूत्र लगाएकोले नगनौँ सालीहरू मात्रै गनौँ न हो अनि मैले त सबै आफै साली खानेर आउने बिर्सेको हैन त्यस्तो सिवा पनि भन्दैछु मन पाइन एकबाट गरेर पाँचवटा अरे 10,000 छ कि छैन 10,000 कहाँबाट 10,000 1 2 3 4 5 6 7 8 9 10 1 2 3 4 5 6 7 8 6,000 रहेछ त्यताबाट गयो त्यति मात्रै जान खोजेको रहेछ क्या 700 को जुत्ता हो अरे 500 जान खोजेछ नि त्यही हो हुन्छ त नि कहाँ त्यस्तो हुन्छ सबै साथी बराबर छ ल रमाइलो भइहाल्यो चेप्टी लाग्यो धेरै रमाइलो भयो टाइम पनि भयो नानी कति भन्नु पर्यो हाले उहाँले त 50,000 भन्नुहुन्छ कहाँ 50 कहाँ नोटै छ सुजो ल्याउ त 50 को नोट छ छैन 1000 मात्र 50 को नोट 50,000 50 को नोट पछाडि हाल्छु 1000 छ त पछाडि होला त आहार कता जान्यो निकाल्नु त्यो 3 4 5 6 7 8 10 11 12 13 त्यो नोट चाहिँ पैसा मेरो चाहिँ दाइको बिहा वर्षा सुना
सबलाई चित्त बुझ्दैन किन भागेको त सालीहरू आफै छोप्नु पर्यो दुईटै हात त्यस्तो होइन कि अब यो भयो भने गएर भिनाजुलाई जुत्ता लगाइदिनुहोस् अनि कस्तो राम्रो कुरो हेर त हजुरको हाम्रो कर्तव्य भएर आज गरौँ भने मलाई फर्काउनु न यार फर्का जस्तो गर्नु भने के हो भने अकेला यार यस्तो भयो कि अब यो बस उठेर भएन नगरौँ हामीले मन्त्रीले पैसा दिएको छ कसैले हल्ला नगरौँ जति दाम छ तिमीलाई जुत्ता दिनु मन छ नि देऊ नदिँदा मन छ नि फेरि अरू उपाय छैन काउन्ट गर्नु जति हामी त्यति राख्छौँ कि यहाँ त 7,000 रुपियाँ छ हुन्छ काउन्ट गर्नु काउन्ट गरेरै दिनु 4 5 6 7 8 9 10 11 12 13 14 होइन त्यो 14,000मा 1,000 रुपियाँ दिनु अघि छवटा साली भन्ने कुरो भएको सुरुमा हो नि यहीँ हुनुहुन्छ साथी हो कि नै फेरि सुरुमै भन्नुभएको थियो सुन्नु त्यो न एउटा कुरा यो के हो भन्ने हुन्न कसरी अस्तिको भिडियो हेरेर धेरै पैसा भनेर उसले जुत्ता नलागिकन हिँडिदियो दिनाजुले त्यो जति मागे त्यो कुरो एउटै त अघि हामीले लगाइदिने हो उसलाई दुर्बललाई बोला बुझ्नु न पहिला लगाइदिनु कि पहिला बुझ्नु क्या पैसा बुझ्ने हो क्या पहिला खै कहाँ गएको जुत्ता खै मेरो खुट्टा साह्रै महँगो पऱ्यो यार ल हजुरलाई थ्याङ्क यू है त ल थ्याङ्क यू है थ्याङ्क यू हस् चले आवे मेरा खिलौना रूठ गया माही मना के ले चले आवे मेरा नी हाय मेरा खिलौना रूठ गया बाबुल दा वेड़ा छूट गया माही मना के ले चले आवे मेरा नी हाय मेरा खिलौना रूठ गया बाबुल तो बेड़ा छूट गया छुप छुप रोंदियां ने मेरिया सहेलियां छुप छुप रोंदियां ने सहेलियां बचपन से ही जो थी मेरे नाल खेलियां गली बिछड़ गई शहर बिछड़ गया दिल थोड़ा सा टूट गया बाबुल का बेड़ा छूट गया माही मना के ले चले आवे मेरा नी हाय मेरा खिलौना रूठ गया बाबुल का बेड़ा छूट गया रब ने बनाया के हो जे दस्तूर वे जिन्ना जमे
को होना पैंदा दूर मातिया ठंडिया छावा भी छड्डिया बाबुल दी मर्जी सानू मंजूर सोहरियां दे चलदे जश्न सवेर तक इत्थे नी हाय इत्थे ठंडा तंदूर पिया बाबुल दा बेड़ा छूट गया माही मना के ले चले आवे